जल्लादों, चाहे उधेड़ दो चमड़ी को मेरी बाहों से, चाहे उधेड़ दो चमड़ी को मेरी बाहों से, आजादी ही गूंजेगी मेरी हर आहों से। के लड्ने हिम्मत छ भने पुलिस सेनालाई छोड्देऊ, आओ मैदानमा फिर्न हामी तयार छौं। भिडियो सुरु गरौँ। 13 दिने थारूहट बन्दको बेला मेरो एउटा पर्सनल अनुभवबाट। म पहाडी मूलको तराईमै जन्मिएको र हुर्केको मान्छे। थारूहट बन्दका बेला म सानै थिएँ र यति बेला हाम्रो घरमा एज अ हाउस हेल्प मधेसी मूल, अझ भनौँ मधेसी मूलमा पनि डोम समुदायकी एकजना दिदी आउनुहुन्थ्यो। अब हामीलाई बन्द, हडताल सानैबाट नराम्रो हो भनेर सिकाइएको हुन्थ्यो र कुरै कुरामा मैले त्यो दिदीसँग यो बन्द नराम्रो हो, किन बन्द गरेका होलान् भनेर प्रश्न गरेँ। यसमा दिदीको जवाब थियो, हामीलाई पहाड हेरेर कति हेप्छ, जहाँ जाँदा पनि हामीलाई मधिसे भनेर कस्तो गर्छ, बन्द नगरी कसले सुन्छ। त्यति बेला बन्द जस्तो कुरालाई कसरी सपोर्ट गर्न सकेको होला सोचेको मैले यो स्टेटमेन्टको ग्राभिटी धेरै पछि आएर मात्र बुझ्न सकेँ। यो संवादको लगभग 10 वर्षपछि, अर्थात् यही वर्ष बस केही हप्ता अगाडि मधेस केन्द्रित जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले संसदमा भेदभाव सम्बन्धी विधेयक दर्ता गराए। मधेस र त्यहाँका जनताहरूले आफ्नो मागहरू उठाउँदै गणतन्त्र आएदेखि नै पटक पटक आन्दोलन गर्दै आइरहेका छन्। गणतान्त्रिक संविधान आएको त 10 वर्ष भइसक्यो। सबैलाई समेटेको र सबैको आवाज सुनेर बनाइएको भनेको यो संविधान जारी भएको 10 वर्ष भइसक्दा पनि मधेसीहरू आफ्नो आर्थिक, सामाजिक र राजनैतिक अधिकार प्राप्तिका लागि अझै लडिरहेका छन्। थिङ्किङ पोलिटिकलीको यो एपिसोडमा हामी यही मुद्दाको सेरोफेरोमा रहेर यी 4 प्रश्नहरूबारे छलफल गर्नेछौँ। पहिलो हो, यो अन्तिम 10 वर्षमा आखिर के भयो वा के भएन जसले गर्दा मधेसी मूलका नागरिकहरू अझै पनि आफूमाथि दमन भइरहेको र काठमाडौँको सरकारले अनदेखा गरिरहेको महसुस गर्छन्। दोस्रो प्रश्न, के मधेसको मुद्दा पहिचान मात्रै हो? तेस्रो प्रश्न, के आफूले आफूलाई मोडर्न बताउने यो समाज अझै भेदभावको जन्जिरबाट माथि उठ्न सकेको छैन, जसले गर्दा डाक्टर सीके राउतले संसदमा विधेयक दर्ता गर्न बाध्य हुन पर्यो? र चौथो प्रश्न छ, राउत जस्ता नयाँ नेताहरू उदाइरहँदा के मधेस केन्द्रित पुराना नेताहरू आफ्नो क्षेत्रको माग सम्बोधन गर्न असक्षम भएकै हुन् त? आउनुहोस् सुरु गरौँ। सबैभन्दा पहिले हामीले बुझ्न के जरुरी छ भन्दा नेपालको अरू भूभाग जस्तै मधेस एउटै चाडबाड, संस्कृति र भाषा भएको मान्छेहरू बसोबास गर्ने ठाउँ कहिले पनि थिएन। तराईमै थारू, भोजपुरी, मैथिली, हिन्दी जस्ता भाषाहरू बोल्ने मानिसहरूको आफ्नो संस्कृति र रहनसहन थियो। आधुनिक नेपालको कुरा गर्दा राणा शासनका बेला तराईको भूभागहरूमा आफ्नो प्रभुत्व जमाउन शासकहरूले आफ्नै भाइ भारदाहरूलाई त्यस क्षेत्रका हाकिमका रूपमा नियुक्त गरे र त्यहाँको कर उठाउने जिम्मेवारी उनीहरूलाई नै दिइयो। त्यति मात्र नभएर तराईका जमिनहरू आफू खुसी आफ्ना व्यक्तिहरूलाई बाँडिए पनि। यो सबै भइरहँदा त्यहाँ शताब्दीदेखि बसोबास गर्दै आएको समूह मार्जिनलाइज हुँदै गए र खेती किसानी भन्दा अरू सरकारी क्रियाकलापमा सहभागी हुन पाएन। 2007 सालको क्रान्तिपछि तराईको जङ्गलहरू फडानी गरेर औलो निर्मूलन जस्ता कार्यक्रम र भूमि सुधार व्यवस्था लागू गरेर पहाडका बासिन्दाहरूलाई तराई वा मधेसमा सर्न प्रेरित गरियो। कृषि कार्यका लागि उर्वर जमिन, यातायातमा सजिलो हुने समथर भूभाग अनि बाह्रैमासे बगिरहने नदीहरू बसाइसराईका प्रमुख कारणहरू थिए। प्रशासनिक र राजनीतिक क्षेत्रमा सधैँ वर्चस्व जमाइरहेको पहाडी समुदाय अब मधेसमा झरेपछि त्यहाँका रैथानेहरूले आफ्नो पहिचान सङ्कटमा परेको महसुस गर्न थाले। एकमा त्यसको पछाडि 50 वर्ष पछाडि चाहिँ गएर 23% चाहिँ 33% हुन पुग्यो। अहिले त्योभन्दा पनि अलिकति बढी नै होला। अनि यसरी एकहोरो तरिकाले एकातिरबाट मात्रै बसाइ सर्ने क्रम जारी छ। यो भनेकै कोलोनाइज हो। नेपाली राजनीतिक आन्दोलनहरूमा सधैँ नै अग्रणी भूमिका खेल्दै आएको मधेस र यहाँका आदिवासीहरूलाई आफ्नो भने शासकीय प्रणालीको माथिल्लो तहसम्म प्रतिनिधित्व नभएको महसुस गर्दै आए।
नेपालमा प्रजातान्त्रिक व्यवस्था आएको 75 वर्ष भइसक्दा र मधेसी नेताहरू नेपाली राजनीतिमा एक्टिभली लागेको 20 वर्षभन्दा बढी भइसक्दा पनि मधेस र मधेसी जनताहरूले पहिचानकै निम्ति लड्नु परिरहेको छ। यही सेरोफेरोमा आउँ पहिलो प्रश्नतिर। नेपालमा गणतन्त्रको बहाली भएसँगै मधेसका जनताहरूले आफ्नो उत्थान हुने आशा गरेका थिए, तर अफसोस यो आइडियाले सुरुबाटै हाइरोड पक्न सकेन। 2072 सालको संविधान जारी हुँदै गर्दा मधेसी मूलका बासिन्दाहरूले आफ्नो माग यसमा नसमेटिएको भनेर बार बार आवाज उठाइरहे। यी मागहरू के हुन् त? सबैभन्दा पहिला भनेको नागरिकता सम्बन्धी। आमा नेपाली भई विदेशी बाबु रहेको तर नेपालमै जन्म भएर यही बसोबास गरिरहेका व्यक्तिहरूको बारेमा 2063 को नागरिकता ऐनले अङ्गीकृत नागरिकता मात्र दिने भनियो, तर नेपाली बुवा र विदेशी आमाबाट जन्मेको सन्तानलाई भने वंशजकै आधारमा नागरिकता दिने प्रावधान रहेको थियो। हामीलाई त थाहा नै छ, मधेसका जिल्लाहरूमा नेपाली चेली इन्डियामा विवाह गरेर जाने चलन छ। यसो हुनाले बाबु भारतीय, आमा नेपाली र नेपालमै जन्मिएर हुर्केका कैयौँ मानिसहरू वंशजको नागरिकताबाट वञ्चित भए र आफ्नो अधिकारका लागि सडकमा उत्रिन बाध्य भए। अर्को मुद्दा हो प्रदेशको बारेमा। पश्चिम नेपालका थारूहरूले नयाँ संविधानमा आफूलाई पहाडका जिल्लाहरूसँगै जोडेर एउटै प्रदेश बनाएकोमा असन्तुष्ट थिए। दशकौँदेखि पहाडियाहरूबाट हेपिँदै आएको महसुस गर्ने यस समुदायले नयाँ व्यवस्थामा पनि त्यही दोहोरिने सम्भावना देखे। पश्चिम कञ्चनपुरदेखि लिएर चितवनको उपत्यकासम्म थरुहट थारुवान यो भूगोल हो। यो भूगोललाई खण्डित गर्नु हुँदैन। अहिले चाहिँ कञ्चनपुर र कैलाली जुन किसिमको एउटा अखण्ड सुपामा चाहिँ राख्ने जुन दुष्प्रयास गरिएको छ त्यसको विरुद्धमा यो थरुहट थारुवान आन्दोलनको चाहिँ घोषणा भएको हो। तेस्रो महत्त्वपूर्ण माग थियो जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको विभाजन। नेपालको 3 क्षेत्रमध्ये सबैभन्दा बढी जनघनत्व भएको क्षेत्र तराई नै हो, तर संसदको समानुपातिक सिटमा हिमाल र पहाड भन्दा पनि कम सिट तराईलाई दिएको थियो। यसले मधेसका जनताहरूले पोलिटिक्सको टप लेभलमा आफ्नो रिप्रेजेन्टेसन राम्रोसँग हुन नसक्ने महसुस गरे। यी 3 मागहरूलाई नै आफ्नो आधार बनाएर मधेसका जनताहरू पछिल्ला 10 वर्षमा पटक पटक आन्दोलन गर्न सडकमा उत्रिरहे। केन्द्र सरकारमा आउने 3 ठुला दलले हरेकचोटि माग पुरा गर्न संविधान संशोधन गर्ने भने तापनि मधेसका पार्टीहरूसँग वार्ता र छलफल नगरी एकलौटी रूपमा संशोधन गर्न खोजेका छन्। यी अन्तिम 10 वर्षमा पहिले शासकबाट भन्दा फरक व्यवहार आश गरेका मधेसीहरूले 3 ठुला दलको एकलौटी निर्णय लिने पोलिसीले गर्दा आफू झन् उत्पीडनमा परेको महसुस गर्नु नाजायज होइन। यो सँगै अब जाउँ प्रश्न 2 मा। अब हामी राजनैतिक मुद्दाको बारेमा त छलफल गर्यौँ। यसले तपाईहरूको मनमा प्रश्न उब्जाउला, के पहिचान मात्रै चाहिँ मधेसको मुद्दा हो त? के यी नीतिगत मुद्दाका कारणले मात्रै उनीहरू आफूलाई हेपिएको महसुस गर्छन् त? हामीलाई सानैदेखि पढ्दै आएको कुरा हो, तराई इज नेपाल्स ब्रेड बास्केट। अर्थात् यो क्षेत्र जति खाद्यान्न नेपालका अरू भूभागमा उब्जाउ हुँदैन र यसले नै सबै नेपालको खाद्यान्न धान्ने गरेको छ। 8 वटा तराईका जिल्लाहरू मिलेर बनेको मधेस प्रदेशमा भने अझै पनि कुपोषण जस्ता समस्याहरू रहिरहेका छन्। 2022 को नेसनल डेमोग्राफिक एन्ड हेल्थ सर्वेका अनुसार मधेस प्रदेशमा 29% बालबालिकामा अन्डर न्युट्रिसनको सिम्पटम्स देखिएको थियो। दिस इज सेकेन्ड ओन्ली टु कर्णाली प्रदेश विथ 36%। तराई क्षेत्र समथर भएकाले यहाँ पूर्वाधारहरू विकास गर्न धेरै खर्चिलो छैन। यसको कारणले पनि यो क्षेत्रमा कल कारखानाहरू पहाडभन्दा बढी नै छन्। तराईकै नाकाहरूबाट सामान भारततर्फ भित्रिने र बाहिरिने हुँदा यहाँबाट भन्सारका रूपमा देशले अरू पाटभन्दा बढी नै कमाउँछ। नेपालको केन्द्रीय सरकारको रेभिन्यू कलेक्सनको 24% मधेस प्रदेशबाट आउँछ, तर सरकारबाट फन्डिङ भने जम्मा 7.4 बिलियन पाउँछ। तराईको हुलाकी राजमार्ग केन्द्रीय सरकारको व्यवस्थाको एउटा उदाहरण। आर्थिक नीतिको आधारमा पनि यहाँ कोलोनियल रूल औपनिवेशिक शासन भएको हामी निचोड निकाल्न सक्छौँ। औपनिवेशिक शासनमा के हुन्छ भन्दाखेरि शासक वर्गका मान्छे अर्को ठाउँमा जान्छन्, त्यहाँ जति पनि साधन स्रोतहरू हुन्छ, जति पनि आर्थिक कुरा लाभहरू हुन्छ, त्यो सबै लिएर आफ्नो जुन ओरिजिनल ठाउँ हुन्छ जहाँबाट आएका हुन्छ त्यही चाहिँ लिएर जान्छ। र मधेसमा त्यही भइरहेको छ। मधेसमा जति पनि राजस्व उठ्छ, जस्तै 75-76% भन्दा बढी नै राजस्व त्यहाँबाट उठ्छ, तर त्यहाँ लगानी गर्ने बेलामा तपाईँको मुस्किलले 10% लगानी गरे हुन्छ। तराई क्षेत्रमा बसोबास गर्ने पहाडी मूलका
र मधेसी मूलका नागरिक बीच शिक्षा र स्वास्थ्यको पहुँचमा ठुलो खाल्डो रहेको छ। 2014को एउटा रिसर्चका अनुसार तराईमा ब्राह्मण र क्षेत्री कास्ट ग्रुपमा 80% लिट्रेसी रेट थियो भने त्यसको कम्पेरिजनमा तराईका दलित, जनजाति र अरू कास्टहरूको लिट्रेसी रेट नेपालको एभरेजभन्दा कम थियो। अलि आउटडेटेड डाटा भए पनि 2025 सम्म आइपुग्दा यो केसमा कुनै ठुलो चेन्जेस आएको हामीले देख्दैनौँ। देशकै सबैभन्दा सजिलो गरेर एक्सेस हुन सक्ने क्षेत्रमा यो लेभलको अन्डर डेभलपमेन्ट र असमानता केन्द्रीय सरकारको व्यवस्थाले नै हो र यो व्यवस्था मधेसीहरूप्रतिको दशकौँदेखिको भेदभावपूर्ण एटिट्युडबाट अराइज भएको हो। त्यसैले हामीले ठोस के भन्न सक्छौँ भने पहिचान मात्रै मधेसको मुद्दा होइन। अब आऊ तेस्रो प्रश्नतिर, के आधुनिकताको हवाला दिने हाम्रो समाज अझै माथि उठ्न सकेको छैन? आई थिङ्क मैले यो प्रश्नमा धेरै समय खर्चिन पर्दैन, किनकि द एन्सर इज यस, सिम्पली यस। मधेस र मधेसी मूलका नेपालीहरूप्रति अरूले हेर्ने रवैया भेदभावपूर्ण नै छ। सुरु गरौँ भाषैबाट। हामी कतिपय नेपालीहरू अझै पनि तराई क्षेत्र र मधेसी समुदायमा हिन्दी भाषा पनि बोलिन्छ है भन्ने कुरा मान्न तयार छैनौँ। अझ भोजपुरी, मैथिली जस्ता भाषालाई पनि हिन्दीकै क्याटेगोरीमा राख्ने चलन पनि छ। अनि यी भाषा बोल्नेलाई राष्ट्रद्रोहीको ट्याग भिराइन्छ। कतिपय चिर परिचित नेपाली फेसबुक ग्रुपहरूमा त हिन्दी भाषा प्रयोग गर्न निषेध नै गरिएको छ। भाषा त भाषा, यहाँ लुगालाई पनि राष्ट्रवादसँग जोडिन्छ। मधेसमा अरू नेपाली भूभागभन्दा गर्मी बढी हुनाले यहाँ एडप्ट गर्न मान्छेहरू कमलो धोती लगाउँछन्, तर यसलाई पनि एउटा होच्याउने टर्मको रूपमा मान्छेले प्रयोग गरिरहेका छन्। पञ्चायतकालमा अराष्ट्रिय तत्त्व भनेर ट्याग भिराए जस्तै मधेसी मूलका नेपालीलाई अहिलेको नेपालले कसरी अराष्ट्रवादीको ट्याग भिराउने बहाना खोज्छ। यसरी लवाई, खवाई, पहिराई सबै कुराले हेपिनु पर्दा डाक्टर सीके राउतले यस्तो विभेद अन्त्य गर्ने सोच बनाई विधेयक दर्ता गराउनु सामान्य कुरा हो। रियालिटी इज हाम्रो मोडर्न मानिने सोसाइटीले मधेसीहरूलाई अझै एक्सक्लुड गरिरहेको छ र उनीहरूलाई हाम्रो नेपालमा इन्कर्पोरेट गर्न फेल भइरहेको छ। यसको उदाहरण हामीले यस्ता सोसल मिडिया पोस्टमा पनि देख्न सक्छौँ। अर्को घिनलाग्दो उदाहरण हो नेपाल प्रिमियर लिगको बेला, जहाँ जनकपुर बोल्ट्सका फ्यानहरूलाई उनीहरूले लगाउने लुगा र बोल्ने शैलीको न्युमा हिंसात्मक आक्रमण नै भएको थियो। अब आउँ सबैभन्दा महत्त्वपूर्ण र अन्तिम प्रश्नतिर। हामीले यी सबै विभेद र मुद्दाहरूको बारेमा बोलिरहँदा के मधेसी जनताको मुद्दा उठाउने कोही पनि छैन? वा के उनीहरूले राजनैतिक नेतृत्व कहिले पाएनन्? मधेसी मूलका थुप्रै नेताहरू नेपाली राजनीतिमा सक्रिय छन्। अझ गणतन्त्रको आगमनपछि त नेपालमा मधेस केन्द्रित दलहरू त च्याउसरी नै उम्रिए। उनीहरूले मधेसको आवाज केन्द्रसम्म पुर्याउने भनेर बाचा गरिरहे। बार उप प्रधानमन्त्रीसम्मको पदमा पुगेका उपेन्द्र यादव, विजय कुमार गच्छदार, रघुवीर महासेठ जस्ता मधेस केन्द्रित नेताहरूले काठमाडौँ नपुगुन्जेल मधेसका मागहरूबारे फोकिरहने, तर सिंहदरबार छिर्नका लागि त्यही मुद्दाको सट्टेबाजी गर्ने चलन यहाँ छ। कि महाभारत केका लागि भएको थियो? 5वटा गाउँ मागेका थियो पाण्डवहरूले। त्यत्रो के अरे हस्तिनापुरको साम्राज्यमा 5वटा गाउँ भनेको त यहाँको एउटा वार्ड बराबर पनि होइन, तर त्यो पनि दिन नभन्यो। अनि महाभारत युद्ध भयो। हामी तराई मधेसका थरुवाट या थारू मधेसीहरू आफ्नो प्रान्त मान्छौँ, आफ्नो प्रदेश मान्छौँ, आफ्नो भूमिमा आफ्नो सुशासन चाहन्छौँ। आफ्नो भूमिमा हामी आफ्ना पहिचानका साथ यो भूमिमा हामी बाँच्न चाहन्छौँ। या त यो भूभाग, यहाँको प्रदेश, यहाँको जनतालाई देऊ। अरू त अरू पाका भनिएका र सबैभन्दा पुराना मध्येका महन्त ठाकुर समेत मधेसका मुद्दाहरूकै आडमा शक्तिमा आए, तर मुद्दाको सुनवाई गर्न सकेनन्। यसको नतिजा अहिले मौलाइरहेको विखण्डनकारी राजनीति हो। डाक्टर सीके राउतले एक समय यी सबै नेताहरूबाट मधेसका माग सुनवाई नहुने देखेर मधेसलाई टुक्राउनु पर्छ भनेर हिंसात्मक बाटो नै अपनाएका थिए। कि आज के वीर मधेसी उनके जेल जाने से नहीं डरते और इस मिट्टी को जरूरत पड़ी तो हम बलिदान देने से भी नहीं हटते, ये हम बताना चाहते हैं। और हम एक बार नहीं
एक बार नहीं, हम बार बार जेल जा सकते हैं मधेश के लिए, 100 बार भी जेल जा सकते हैं मधेश के लिए, 100 बार भी मिट सकते हैं मधेश के लिए। और सरकार चाहे जितना भी यातना दे दे हमें, हम अपने लक्ष्य प्रति अचल हैं। और उसके विषय में हिरासत से ही मैंने कहा था, जल्लादो चाहे उधेड़ दो चमड़ी को मेरी बाहों से, चाहे उधेड़ दो चमड़ी को मेरी बाहों से, आजादी ही गुंजेगी मेरी हर आहों से, पर मधेश माँ का चीरहरण होने नहीं दूंगा। रेशम चौधरी, लक्ष्मण थारू जस्ता जनतालाई हिंसाको बाटोमा उतार्ने नेताहरू पनि यही पुरानो लिडरसिप प्रतिको डिसेटिस्फ्याक्सनले जन्मेको हो। अफसोसको कुरा के हो भन्दा मधेसी मुद्दा बोकेका नेताहरू सत्ताको लोभमा लुलुप्त भएर आफै नै उही रुलिङ क्लासमा समाहित भइसके। दर्जनौं 14 गते पछि फेरि आफ्नो आयु आफ्नै थप्ने गरी वा संविधान सभाको म्याद लम्ब्याउने गरी मात्रै सोचियो भने, जनतालाई जवाब दिएन भने हामी यो संविधानको मृत्यु घोषणा गर्नेछौँ र 15 गतेबाट हामी एउटा सशक्त र प्रतिरोधपूर्ण आम हडताल सहित आन्दोलनमा उत्रिन बाध्य भएको छ। मृत्यु, पटक पटकको आन्दोलन, यी सबैको फाइदा मधेसी जनताले भन्दा पनि उनै नेताहरूलाई भइरहेको छ। एउटा भनाइ छ नि, मै खाऊँ मै लाऊँ सब सुख सयल मोज मै गरौँ, मै नाचु मै हाँसु अरू सब मरुन् दुर्बलहरू। नेपालका मधेसी मूलका जनताहरू पहाडी मूलका मान्छेहरूबाट हेपिएको थिए र हेपिएको छन्। यो एब्सोल्युट ट्रुथ हो। तर अर्को एब्सोल्युट ट्रुथ के हो भन्दा अहिलेका मधेस केन्द्रित नेताहरूले मधेसका मुद्दाहरू पुरा गर्छन् भनेर सोच्नु गलत हो। तराई मधेसमा अरू नेपालका भूभाग चाहिँ गरिबी, अशिक्षा, जातीय भेदभाव जस्ता अनेकौँ समस्या छन्। तर यी समस्यालाई मधेसीसँग जोडेर उनीहरूप्रति द्वेषपूर्ण भावना राख्नु सही भने होइन। मधेसी नेपालीहरूलाई नेपालको सामाजिक र राजकीय व्यवस्थामा समेट्न उनीहरूको मागहरू सम्बोधन गर्दै उनीहरूको लवज, पहिरन सबैलाई समान ट्रिट गर्नुपर्छ। पेलेर लाने सरकारको नीतिले हिंसा मात्रै जन्माउँछ। त्यसैले वार्ताबाट नै समस्याको हल निस्किनेछ। सी यू इन द नेक्स्ट एपिसोड अफ थिंकिङ पोलिटिकली। धन्यवाद, नमस्ते। Side,